नेपाल सरकारले फेरि नयाँ बजेट ल्यायो, तर प्रश्न एउटै छ, यो बजेटले तपाईँको जीवन बदल्छ कि फेरि उही पुरानो समस्या देखाउने भाषण मात्र हो? आजको यो भिडियोमा हामी बजेटको असली रियालिटी बुझ्नेछौँ, एकदम सरल भाषामा। बजेट भनेको केवल कागज मात्र होइन, यो देशको भविष्यको रोड म्याप हो। कसैले यसलाई विकासको बाटो भन्छन् त कसैले राजनीतिक घोषणापत्र। तर तपाईँलाई थाहा छ, यो बजेटले तपाईँको खल्ती, तपाईँको रोजगारी र तपाईँको सपनालाई सिधै असर गर्छ। किसानलाई के मिल्यो? विद्यार्थीलाई के अवसर आयो? बेरोजगार युवालाई के रोजगारी मिल्यो? प्राइभेट सेक्टरका कामदारले के पायो? यदि यी प्रश्नहरूको स्पष्ट जवाब छैन भने बजेट केवल पेपर वर्क मात्र हो। जनता आशामा छन्। हरेक वर्ष एउटै प्रश्न, परिवर्तन कहिले हुन्छ? नेपालमा बजेट आउँछ, भाषण हुन्छ, ताली बज्छ, तर ग्राउन्ड रियालिटी बदलिन्छ? बदलिँदैन। आज पनि हजारौं युवा विदेश जान बाध्य छन्। किसान अझै पनि उचित मूल्यको प्रतीक्षामा छन्। किसान सालौंदेखि नीलगाय, बँदेल, बाँदरदेखि परेशान छन्। अब आश्वासन होइन, समाधानको पर्खाइमा छन् किसान। बजेट कागजमा मात्र ठुलो हुन्छ, तर जनताको जीवनमा सानो किन? जे होस्, यदि यो बजेट सही रूपमा कार्यान्वयन हुन सक्यो भने केही हदसम्म नेपाल बदलिन सक्छ। रोजगारी बढ्न सक्छ, पूर्वाधार विकास हुन सक्छ, तर समस्या एउटै छ, कार्यान्वयन हुन्छ कि हुँदैन हेर्न बाँकी छ। योजना राम्रो भएर मात्र हुँदैन, काम हुनुपर्छ। यो बजेटसँग तपाईँ कतिको सन्तुष्टि हुनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया दिनुहोला।